हेलो गाइजहरू, म चाहिँ आज म जन्मेको ठ्याक्कै घरमा आइपुगेको छु। हाम्रो चाहिँ यो पुरानो घरहरू हो, यो बुढा घरहरू। हाम्रो घर चाहिँ यतापट्टि थियो पहिला। लगभग हामीले 5-7 वर्ष अगाडि भत्कायौँ। हामी चाहिँ यही घरमा थियौँ। हाम्रो लगभग 12-13 जना दाजुभाइ थियो। 12-13 जना दाजुभाइमा को साइलो बाउको घर यही हो। यो चाहिँ अङ्कलहरूको घर हो। अनि तल अलि देखिरहेको घरहरू चाहिँ हाम्रो अजाहरूको घर थियो। मैले चाहिँ आज एउटा सिलौटो भेटाएर सिलौटो लिएर जान लागिरहेको छु। यसो अहिले पहिलाको डिजाइनको सिलौटो देखेर ढुङ्गाको अहिले मन पर्यो मलाई चाहिँ। यी डाँडाकामा सबैजनाको घरमा हुँदाखेरि कति रमाइलो हुन्थ्यो। अहिले त कोही पनि छैन। यी सबै घरहरू पुरानो भएर कोही लडिसकेको छ, कोही अलिअलि लड्ने अवस्थामा छ। हाम्रो गाउँ पहिलाको यो गाउँमा हामी 12-13 घर मध्येमा अहिले साइलो बुवा मात्रै हुनुहुन्छ। उहाँ तल बस्नुहुन्छ। जे भए पनि आफू जन्मेको ठाउँ चाहिँ रमाइलो लाग्दो रहेछ कि गाइजहरू। त्यही भएर म चाहिँ बेला बेलामा आइरहेको हुन्छु।